गवाई पुरानो गएर भन्नुहुन्छ है। मेरो शरीरमा जति पनि रोग थियो, अनगिन्ती रोग थियो, धेरै दलदलमा थिएँ, दुःखमा थिएँ, पीडामा थिएँ, रगतको तालीमा थिएँ, हात गोडा पोल्ने, चिलाउने, झमझमाउने, शरीर शिरदेखि पाउसम्म सुन्निने यो अवस्थामा म धेरै रोगले ग्रसित भएर एकदम पीडित थिएँ भने पिता जुन ठाउँमा पुगेर पनि मैले उद्धार पाएको थिइनँ, सुधार पाएको थिइनँ। यो अगाडि अहिले पछि रोग हो, तर योबाट अहिले मैले परमेश्वरको जुन दिन मैले यो ठाउँमा भवनमा मैले पाइला टेकेँ, यही भवनबाट चाहिँ मैले उद्धार पाएँ, सुधार पाएँ। उद्धार सरको हात शिरमा राखेर गरमसँगै गरिदिनु भयो। त्यही दिनबाट मैले उद्धार पाएँ, सुधार पाएँ। त्यही दिनबाट मैले नयाँ जीवन पाएँ, पुनर्जन्म पाएँ। परमेश्वर धन्यवाद गुरु मसीह येशूको नाममा। र त्यहाँभन्दा अगाडि पनि मैले धेरै दुःख पाएको थिएँ, धेरै दलदलमा थिएँ। मेरो शरीरमा कति तातो पानी लाउने भनेर कति तातो पानी लाग्यो, कति उल्टा खाएँ, कति औषधि खाएँ, कति पशु पक्षीको रगत उल्टा गरेर खाएँ, तर मैले उद्धार पाएको थिइनँ, सुधार पाएको थिइनँ। म झन् गलितमा म पुगेको थिएँ। पिता आजको दिनमा परमेश्वर पिताले आज मलाई भला चङ्गा बनाएर शुद्ध र पवित्र आत्मा राखेर आज म छु, मेरो बच्चा तेरो आत्मामा म छु, तेरो मस्तिष्कमा, तेरो शरीरमा, तेरो अङ्गमा म छु भने मलाई मागेर हेर मेरो बच्चा नडरा भन्नु नि पिता परमेश्वरको यो अगुवाई पाएँ। जुन दिन यो अगुवाई पाएँ त्यही दिनदेखिको मेरो यो शरीरको रोग व्याधिहरू त मेरो केही होइन रहेछ, मेरो रोग भनेर हिँड्थेँ, मेरो होइन रहेछ। परमेश्वर यो रोग जम्मै हजुरले जिम्मा लिइसक्नुभयो भनेर जिम्मा लाउँदा आज मैले धेरै उद्धार पाएको छु, सुधार पाएको छु। मेरो घर परिवार, अन्न अनाथ, बालबालिका, दिन दिमाग, पढाइ, ज्ञान, बुद्धि, पसल, व्यापार, व्यवसायमा पनि सबैमा परमेश्वरले भरिपूर्ण आशीर्वाद दिनुभएको छ। परमेश्वर धन्यवाद गुरु मसीह येशूको नाममा। र मेरो नातिमा पनि धेरै गाह्रो थियो। मैले त 5 वर्षको हातगोडा पोल्ने, चिलाउने भनेको 5 वर्षको रोग भोगेर निर्मूल पार्नुभयो परमेश्वरले भने मेरो नातिले त 9 वर्ष जेल्यो। शरीर शिरदेखिको पाउसम्म चिलाउने, एकदम शरीर चिलाउने। 6 महिनाकोदेखिको मेरो बालकले धेरै जिउ चिलाएको अनुभव गरेको, जिउभरि खटिरा हुन्थ्यो, बेचन कनाउँथ्यो। त्यस्तो अवस्थामा 9 वर्षसम्म झेलेको थियो। यही भवनमा आएर उद्धव सरको हातको गरमसँगै पायो। त्यही दिनदेखिको एकदम भला चङ्गा भएर आज एकदम उद्धार पाएको छ, सुधार पाएको छ। उद्धव सरलाई फेरि पनि परमेश्वरको आशीर्वाद परोस्। पिता मेरो बाबुलाई कति गाह्रो थियो, एकदम जिउ कनाइ गर्थ्यो। पढ्न भनेपछि एकदम उसले कति बेर चाहिँ उसलाई एकदम मन लाग्थ्यो, एकदम राम्रोसँग पढ्थ्यो, अनि कति बेर पढ्नै मान्दैन थियो। सरले एकदम प्रिन्सिपल सरले पनि उसलाई 2 महिनासम्म उहाँले एकदम उसलाई ध्यान गरेर दिँदा पनि बोर्डिङ पढ्दा उसलाई एकदम पढाइ नै थिएन। बहिनीले खुसी गर्थी, मेरो दादाले त पढ्दैन, त्यसले कहिल्यै पढ्दैन भनेर भन्थे बहिनीले त्यसो भन्दा पनि दादा चाहिँ एकदम नराम्रो मानेर हुन्थ्यो। र पनि पिता किन, यो त हजुरको बच्चा हो नि, यो त हजुरको सन्तान हो नि, किन यो बच्चाले पढ्न मन लागेको छैन। 2 वर्ष एकदम गाह्रोसँगले बाबु घरमा बुवाको काखमा छोडेर म पनि काठमाडौँको हस्पिटलको बास भयो। मैले काठमाडौँ बसेँ। बाबुलाई के भयो, उसले यहाँ स्कुल पढाउन्जेली कति राम्रो पढाइ थियो। काठमाडौँ बसेपछि उसको पढाइमा एकदम कमजोरी भयो। धेरै किताब छ, धेरै पढाइ छ, त्यही भएर पढ्न नसकेको होला भन्ने अवस्थामा मैले त्यो बुझ्दै गएँ, होइन रहेछ। बाबुलाई एकदम नराम्रो भएको रहेछ। त्यो भएर बाबुले पढ्नै मागेको रहेछ, पढ्नै मनै लाग्दो रहेछ। किन बाबु पढ्न मन नलागेको भन्दा खोइ आमा पढ्न त म पढेको छु त नि, खोइ भनेर बाबुले यस्तो हुन्थ्यो। पिता यो त हजुरको छोरा हो, एकदम अब चाहिँ एकदम राम्रोसँगले बाबुले पढेको हुनुपर्छ, बाबुले एकदम राम्रो पढाइ आउनुपर्छ। पिता यो त हजुरको छोरा हो नि, जति मेरो बच्चा नपढेको अनपढ नभन् म छु पढाउने भनेर भन्नुहुन्छ नि पिता। मेरो बाबुले एकदम राम्रो पढिसक्यो भनेर मैले योभन्दा अगाडि साउनमा मैले काठमाडौँ जाँदाखेरि बाबुलाई यति भनेर आएको थिएँ, एकदम पढ्ने मन गर्ने, पिता मलाई पढ्ने मन दिनुहोस् है भनेर पढ। किताब समाउने बित्तिकै पिता मलाई पढ्न आउने बनाउनुहोस्
आओस् है, मेरो शुद्ध बोली आओस् भनेर माग भनेर बाबुलाई भन्थेँ। हर्षमा म त्यही गर्छु भन्ने बाबुले भन्थ्यो। अनि जति बेर फोन गर्थेँ बाबुलाई, बाबु पढ्न कतिको पढाएको छैन, मलाई अहिले त पढ्न आउँछ आमा, मैले आमाले जे भनेको छ मैले त्यसै गरी माग्छु भन्थे। बाबुले आज यहीँ लिएर आएको छु। बाबु जहाँ भने उठेर नमस्कार गर त सबैलाई। अबिन ईश्वर धन्यवाद। अनि अहिले त बोली पनि धेरै शुद्ध भएको छ, बोली चोटै आउँथ्यो, राम्रोसँग बोली हुँदै थियो। यो दादाले त कस्तो बोल्छ के भनेर बहिनीले पनि खुसी गर्थी। बोलीमा पनि बहिनीको बोली 5 वर्षको बहिनीको बोली प्रश्न आउँथ्यो। 9 वर्षको 10 वर्ष भइसक्यो, अहिले यो मालबाट 10 लागेर आयो बाबु। 10 वर्षको उमेरमा पनि उसको बोली अशुद्ध थियो। अनि औधी नमजा लाग्थ्यो। छोराले पनि यसले पढ्दैन भनेर गाली गर्थे। अनि बुहारीले पनि गाली गर्थिन्। गाली नगर, उसको दिमागमा के भएको छ, उसले नपढेको होइन। उसलाई नपढी भए पहिला पनि पढ्दैन थियो होला, स्कुलमा उसको कति राम्रो पढाइ थियो, यहाँ आएपछि किन यसरी पढ्न गाह्रो हो नभन भन्थे। अहिले आएर चाहिँ बाबुको एकदम राम्रो पढाइ छ पिता, हजुरलाई करोड करोड धन्यवाद। जुन मैले बाबुको स्कुलमा हात राखेर, अनि पिता यो त उत्तम सरको हात भएर श्रीमा राखेको छु। यो बाबुलाई एकदम शुद्ध बोली आओस्, पढ्न एकदम राम्रो आओस्। जति बेर किताब समाउँछ बाबुले परमेश्वरको नाम लिएर पढ्ने मन लागोस् भनेर मैले यसै गरी मागेको थिएँ। जसो